विशेष गरी हाम्रो चराजो जिल्ला समितिको उद्योगमा हाम्रो यहाँ शाखा समिति र हाम्रो छात्र छात्राहरूलाई यो 2024 मा उत्तीर्ण भएको सबै छात्र छात्रालाई हामी सम्बर्धना दिने एउटा सभा आह्वान गरेको थियो। हाम्रो मूल लक्ष्य र उद्देश्य भन्नुभयो भने हामी 13वटा जनगोष्ठी गोर्खाको भित्रमा हामी पनि एउटा जनगोष्ठी हो। यो जनगोष्ठीको भाषा संस्कृति वेशभूषा खानपान रक्षा गरेर हामी उजागर गर्ने हाम्रो मूल लक्ष्य हो र यसमा हाम्रो विशेष गरी हाम्रो जो कदम चालेको छ यो कदमलाई हामी सधैँ अघि बढाउने प्रयासमा हामी शाखा समिति प्रत्येक भेकमा गएर हामी गठन गरिरहेको छौँ। र तपाईलाई धेरै धेरै धन्यवाद। र हामी असम नेवार सम्मेलन चराइदेउ जिल्लाबाट हामीले आज यहाँ नामतुला हात्तीकेम लदाइगढ र आसामबिललाई लिएर हामीले एउटा शाखा समिति गठन गर्यौँ। र हाम्रो एउटा गोर्खा महाजातिको एउटा नेवार जाति हो र हामी 13वटा जातिहरूको एउटा नेवार पनि एउटा जाति हो र सबै जातिहरूलाई हामीले मिलाएर उहाँहरूसँग तालमेल राखेर हामी काम गर्छौँ भने सिर्फ हामी यहाँ चराइदेउ जिल्लामा मात्रै होइन सारा आसाममा हामी एकताको बाँडमा हामी काम गर्ने जानेछौँ भन्ने म यही म भन्नु। विशेष सूचना अनुसार हामीले आज गम सकेको छु कि हाम्रो टोली एउटा केन्द्रीय समितिको टोली आज गुवाहाटीमा बैठक भइरहेको छ र मलाई यस्तो लाग्छ कि आउँदो 6 महिनाभित्रै केही न केही यसको निर्णय आउने छ जस्तो मेरो अनुभव छ। र धन्यवाद। भयो एउटा अराजनीतिक दल हजुर हाम्रो यो दलले कुनै राजनीतिलाई हामी सपोर्ट गर्दिन र हाम्रो जुन हक र मुद्दा त्यो सधैँ हाम्रो हितको लागि हामी बोलिरहे नै छु। यसमा कुनै हामी संगठन यो राजनीतिक संगठनतिर हामी पहल चाल्ने छैन।